हेलो साथीहरू, यो चाहिँ मालारानी गाउँपालिकामा जाने बाटोनिर पर्छ। यो खन गुफा हो। यो एकदमै भाइरल भएको ठाउँ हो। अहिले चाहिँ यो योगीको कुटी हो। यहाँनिर चाहिँ धेरैजना मान्छेहरू टाढाबाट पनि फोटो भिडियो खिच्न चाहिँ आउनुहुन्छ र सबैजना एकपटक यो ठाउँमा घुम्न आउन चाहिँ मैले पनि अनुरोध गर्छु। एकदमै सुन्दर छ यहाँको वातावरण। देख्दाखेरि बस्दाखेरि एकदम आनन्द आउँछ। सर यहाँनिरबाट यताबाट पालिका जाने बाटो छ अनि यतानिरबाट चाहिँ खन जाने बाटो छ। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ घुम्न आइरहेछन् सबैजना। सर यहाँ चाहिँ पहिला जोगीहरू आउने बस्ने गर्थे अरे अनि जोगीहरू त्यही बस्दा बस्दै मृत्यु पनि भएर यसरी समाधि चाहिँ बनाइएको भन्ने भनाइ पनि छ। यतापट्टि हामी मालारानी गाउँपालिकाको सभाहालनिर आइरहेका छौँ। यहाँ चाहिँ सभाहाल छ, कार्यक्रमहरू भइरहन्छन् यही। यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ सरुवा नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखा लेखेको छ। त्यता चाहिँ यता चाहिँ यहाँ कार्यक्रम छ। यताबाट चाहिँ हामी पालिकामा जान्छौँ। यो बाटो हामी चाहिँ फाइनल्ली मालारानी गाउँपालिकानिर आइपुगेका छौँ। यो चाहिँ पालिका। त्यहाँदेखि पारी देखिने चाहिँ त्यो खनदह बजार रहेको छ। त्यहाँबाट सर यसरी तपाईँहरू देख्न सक्नुहुन्छ। बाटो राम्रो छ, पालिका पनि सुन्दर मनमोहक देखिन्छ। नजिकैबाट हेर्नु मालारानी गाउँपालिकाको पालिका भवन यस्तो रहेको छ। म चाहिँ अहिले मालारानी गाउँपालिकामा आएकी छु। यो चाहिँ मालारानी गाउँपालिकाको पालिका भवन रहेको छ। यहाँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। राम्रो छ, सुन्दर छ, सुन्दर कलर गरेर सजाइएको छ। यहाँबाट चाहिँ हामीहरू खनदह बजारमा आइसकेका छौँ। यो चाहिँ खनदह बजार हो, मालारानी गाउँपालिकाको नजिकै रहेको बजार हो। यो तलबाट देखिएको दृश्य हो। यसरी हामी चाहिँ अहिले यहाँ माथिबाट फर्कँदैछौँ। यो माथिबाट पनि कैद गरिएको छ, भिडियो देख्न सक्नुहुन्छ। चिटिक्क परेको छ बजार चाहिँ, तर सुनसान छ, त्यति धेरै भिडभाड छैन, बाटो खाली खाली छ। हामी यो बजार घुमेर चाहिँ फर्किएपछि बाटोमा हामीहरू चाहिँ यसरी यात्रा गरिरहेछौँ। हेर्नु साथीहरू, यात्रा निकै रमाइलो छ। गाउँको यात्रा हरियाली मौसम छ, वातावरण हरियाली छ, रमाइलो छ, सुन्दर छ, तर सुनसान छ। यो चाहिँ खनको देउरालीमा रहेको इलाका प्रहरी कार्यालयको भवन हो। ऊ माथिनिर छ, देख्न सक्नुहुन्छ भिडियोमा। तलनिर मन्दिर छ। यो चाहिँ चौबाटो भन्दा पनि फरक पर्दैन। चारैतिर बाटा छन्, यता उता तल माथि 4-5वटा बाटा रहेका छन्। यसरी हामी चाहिँ अहिले यहाँ रातुका चौरा आउँदैछौँ, नजिक। यो चाहिँ यहाँनिर चाहिँ पहिला एकदमै राम्रो थियो, रुख अलि कम थिए, छन त थिए, अहिले पनि राम्रो छ। हरियाली वातावरण, हावा चलिरहेछ, यसो राम्रो छ। घुम्न आउनु होला सबैजना। सर यस्तो छ यताको माहौल। यहाँ तलसम्म सल्लाहरुका बुटा छन् ठुल्ठुला। कसैले नचिन्नु भएको भए चाहिँ यिनी पछाडिका रुखहरू सल्लाहका रुख हुन्। बजारतिरको साथीहरूले नचिन्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै कालोपाती रुदिलो भन्छन्, यो कालोपाती पाइन्छ। जताकतै बुटा छन्, कालोपातीले पुरै घेरेको छ। हामी बाटाभन्दा अलि मुनतिर छौँ। ल हेलमेट पनि खोल्नु भयो। हेलमेटमा त को हो भन्ने हुने कि यसो चिनजान पनि त गर्नु पर्यो। यतातिरको साइडमा हामी चाहिँ बिहानमा परेड खेल्ने अनि एक्सरसाइज सिक्ने, 9 स्टिकहरू चलाउन सिक्ने गर्थ्यौँ कि है। त्यति बेला यहाँनिर माओवादीको एकदम चाहिँ वर्चस्व नै थियो यो ठाउँमा तत्कालीन समयमा। त्यति बेलाका संस्थापक माओवादी नै भइयो हामी। बिल्कुल फेटा बानेर, तारा फेटा बानेर लौरा थन्काउन, 9 स्टिकहरू थन्काउन सिक्ने ठाउँ हो यो एरियामा। अनि गोष्ठी जान्थ्यौँ हामी यहाँ माथि हुँदै। त्यस्तो खालको जङ्गल हो। चाहिँ श्री मुक्ति आधारभूत विद्यालय हो। यो मैले कक्षा 1 देखि 5 सम्म पढेको स्कुल हो। यता यहाँ तलसम्म छ, यहाँनिर छ। अनि यहाँ चाहिँ पहिला अर्कै थियो, अहिले अर्कै भएछ। संरचनाहरू पनि एकदमै फरक खालको भएछ। आफूले सानैदेखि पढेको स्कुलको चाहिँ
माया हुँदो रहेछ। त्यही भएर आज यो स्कुलसम्म आएँ, कस्तो रहेछ भनेर हेरौँ भनेर। एकदमै राम्रो लाग्छ, जस्तो भए पनि सानैदेखि पढेको स्कुल। यसरी हामी चाहिँ रक गार्डन जाने बाटोनिर यहाँ गेटनिर प्रवेश गर्दैछौँ। यो चाहिँ गेट हो रक गार्डन जाने। यहाँ मैले रक गार्डनभित्र के छन् कस्तो रहेछ भन्ने गतिविधि चाहिँ देखाउने प्रयास गर्नेछु भिडियो मार्फत। हामी चाहिँ यता अर्कोतिर घुम्न आएको है। अब रक गार्डनतिरको माहौल देखाउने छु म एकैछिन। यो बाटो हो, खज्राङ र घुद्रुङ छ, बाख्राहरू आइरहेछ। हेर्नु त यो बाटो चाहिँ यस्तो छ के पुरै खज्राङ र घुद्रुङ छ। अब लडिन्छ कि भन्ने जस्तो छ। बाटो डेन्जर छ जेउस। ल यहाँ चाहिँ रक गार्डनमा घुम्न आएका मान्छेहरू हुनुहुन्छ, यति धेरै हुनुहुन्छ। अनि बाइक स्कुटीहरू यहाँ छन्। पारी चाहिँ पुरै तुवालु लाग्यो आज। अब सिन त खासै देखिने भएन, त्यही पनि सकेसम्म म देखाउने प्रयास गर्नेछु। यस्तो छ यहाँको स्थिति। यहाँ पुरै पानी पर्न ठिक्क परेको छ। हेर्नु यस्ता ढुङ्गा छन्। हामीले यी ढुङ्गामा विभिन्न आकृतिहरू पनि देख्न सक्छौँ। हेर्नु साथीहरू, यो चाहिँ एकदमै अहिले पर्यटक स्थल बनेको छ। यहाँ चाहिँ टाढा टाढाबाट पनि मानिसहरू भिडियो खिच्न, फोटो खिच्न आउनुहुन्छ। यहाँ नेपालको झन्डा राखिएको छ। त्यहाँनिर चाहिँ लभ बिट छ एउटा। बिचबिचमा बस्ने ठाउँ, आराम गर्ने ठाउँहरू छन्। तपाईँहरू पनि आउनु भएको छैन भने कृपया यो ठाउँमा एक फेर आउनु होला। यहाँ आइसकेपछि प्रकृतिमा आनन्द लिन सक्नुहुन्छ। यस्तो छ यहाँको वातावरण देख्दा आधा घन्टा होइन दिन गएको पनि पत्ते नै हुँदैन, यस्तो छ। हैन त? तर कस्तो घुम्न आएका मान्छेहरूले चाउचो बिस्कुट खाएर पानी खाएर पानीका बोतलहरू फ्यालेका, चाउचो बिस्कुटका कागजहरू भुइँभरि हेर्नु त कति धेरै कागजहरू छन्। कागज कि अब चाहिँ यही भिडियो मार्फत सबैजनालाई म अपिल गर्न चाहन्छु कि यहाँ घुम्न जो कोही पनि आउँदै हुनुहुन्छ भने कृपया यस्तो फोहोर नगर्नुहोला। खाजा खाएका चाउचो बिस्कुटका कागजहरू एक ठाउँमा जम्मा गरेर राखिदिनु होला। प्रकृतिले सजिएको यो सुन्दर ठाउँलाई कुरूप चाहिँ नबनाउनु होला भनेर चाहिँ अनुरोध गर्न चाहेँ मैले। यहाँबाट सन्धिखर्क बजार पनि आरामले देख्न सकिन्छ। तुवालो लागेको हुनाले खासै देखिएको छैन, त्यही पनि म देखाउने प्रयास गरिरहेको छु। अनि आएको बेला यसो एउटा भिडियो बनाऊ यस्तो ठाउँमा भनेर मेरो पनि भिडियो बनाइदिनु त भनेर भिडियो बनाइदिँदै हुनुहुन्छ। म चाहिँ वरिपरि ढुङ्गा बीच हिँडिरहेको छु, उफ्रिरहेको छु, दौडिरहेको छु, प्रकृतिसँग रमाइरहेको छु यसरी। र यो सुन्दर भ्यूसँगै मेरो छोटो भ्लग यहीँ सकिएको छ। यो भ्लग कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। र नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नुहोला। मैले यस्तै नयाँ भिडियोहरू लिएर आउनेछु, घुमेका, विभिन्न ठाउँमा गएका। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।